नमस्ते। म आज लोकसेवा आयोगको खरिदार, नायब सुब्बा र शाखा अधिकृतसम्मको लागि चाहिँ योजनाका कुराहरू हाम्रो लोकसेवा आयोगले चाहिँ सोध्ने, तर हामीहरूले चाहिँ अलिकति यति बुझेर चाहिँ पढ्दाखेरि चाहिँ अलिकति सहज हुने हिसाबले चाहिँ मैले यो हजुरमार्फत जानकारीको लागि यो भिडियो प्रस्तुत गर्न गइरहेको छु। यसमा चाहिँ हामीहरूले योजना सम्बन्धी विषयहरूले चाहिँ यसरी इन्टरनलाइजेसन अथवा चाहिँ यसरी चाहिँ भिजुअलाइज गरेर पढ्यौँ भने चाहिँ हाम्रो अध्ययनलाई अलिकति चाहिँ प्रभावकारी हुने देखिन्छ। अब हाम्रो योजना आयोग भनेको चाहिँ योजना चाहिँ के रहेछ भनेर बुझ्नु पऱ्यो। भनेको चाहिँ हाम्रो संविधान छ, मुलुक सञ्चालनको लागि मुख्य मार्गदर्शन के हो? संविधान। यसमा के छ भन्दाखेरि नागरिकको लागि के छन्? मौलिक हकहरू विभिन्न किसिमका छन्, जुन चाहिँ तिनीहरूलाई कार्यान्वयन गर्नलाई के चाहिन्छ? एउटा चाहिँ के चाहिन्छ? योजना चाहिन्छ। सो योजना बनाएर कार्यान्वयन गरियो भने तिनीहरू के हुन्छन्? कार्यान्वयन हुन्छन्। जस्तै रोजगारीको हक छ होइन, रोजगारीको हक एकैचोटि कार्यान्वयन त हुने होइन, त्यसलाई चाहिँ प्लानिङ बनाएर सो अनुसार चाहिँ काम गरियो भने चाहिँ के हुन्छ? रोजगारी सिर्जना हुने, रोजगारीको हक प्रत्याभूत हुने हो नि त, त्यो भयो। अनि संविधानमा के लिएको छ संविधानले भन्दाखेरि राज्यका निर्देशक सिद्धान्त भनेको चाहिँ यिनी कुराहरूमा रहेर चाहिँ काम गर्ने भनेर चाहिँ नीतिहरू विभिन्न 13वटा नीतिहरू छन्। सो नीतिहरू कार्यान्वयन गर्नलाई के चाहियो भन्दाखेरि ती नीतिहरू आफै कार्यान्वयन हुने त होइनन्, भनेको त त्यही तिनलाई योजना बनाएर कार्यान्वयन गर्ने हो। भनेको चाहिँ विकास सम्बन्धी नीति भन्ने छ। विकास सम्बन्धी नीतिमा विकास सम्बन्धी नीतिलाई चाहिँ कार्यान्वयन गर्नलाई अब त्यहाँ विकासका धेरै आयामहरू हुन्छन्। तिनीहरूलाई कार्यान्वयन गर्नलाई के बनाउनु पर्छ? प्लानिङ हुनु पऱ्यो। त्यो प्लानिङ कसले बनाउनु पऱ्यो भनेपछि त्यो प्लानिङ बनाएर गरियो भने के हुन्छ? ती नीतिहरू चाहिँ कार्यान्वयन भयो भन्ने कुरा भयो होइन। अब यो नीतिहरू कार्यान्वयन भन्नाले अब संविधानले आत्मसात गरेका कुराहरू चाहिँ व्यवहारमा कार्यान्वयन ल्याउनलाई के गर्नुपर्ने रहेछ? योजना बनाउनु पर्ने रहेछ। कि योजनाको कुरा आउने रहेछ। अब यो योजनाहरू कार्यान्वयन गर्नलाई के गर्नु पर्यो भन्दाखेरि अब हाम्रो संविधानले अथवा चाहिँ उसले कस्तो व्यवस्था गरेको भन्दाखेरि हाम्रो सरकारको मातहतमा चाहिँ योजना आयोगको गठन हुने भनेको प्रधानमन्त्रीको अध्यक्षतामा योजना आयोगको गठन हुने। अनि यो योजना आयोग चाहिँ कुन मातहत हुने भयो? सरकारको मातहत, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय। यसमा अन्तर्गत कुन छन्? विभिन्न 22वटा के छन्? मन्त्रालयहरू छन्। यसका यिनी सबैका के हुने है? सबै मन्त्रालयहरूले आफ्नो नीतिहरू अनुरूप चाहिँ त्यो योजना आयोगमा चाहिँ पेस गर्ने भयो भने चाहिँ त्यहाँनिर चाहिँ के हुने भयो भन्दाखेरि योजनाहरू चाहिँ बन्ने भयो। भनेको चाहिँ सरकारले योजना बनाउने भयो। अब हाम्रो के छ? व्यवस्था नै त्यस्तो भयो कि सरकारले योजना बनाउने। यो राष्ट्रिय योजना आयोगलाई त्यसरी राखियो कि सरकारले योजना मात्रै बनाउने भन्ने कुरा भनेको चाहिँ त्यसलाई चाहिँ हामीले पार्लियामेन्टमा लगेनौँ। योजना चाहिँ कस्तो बनाउने, कुन क्षेत्रमा विकास गर्ने भनेर चाहिँ पार्लियामेन्टमा लगेनौँ। भनेको चाहिँ जुन पार्टीको जुन क्षेत्रको मान्छे मात्रै छ नि त्यहाँनिर चाहिँ के हुने? योजनाहरू प्लानिङहरू मात्रै जाने भयो। त्यसलाई चाहिँ अब हाम्रो सरकारले चाहिँ संसदले चाहिँ के गर्न? नियन्त्रण र निर्देशन गर्न पाएन। भनेको चाहिँ योजना आयोगले गरेका कामहरू संसदले त्यहाँनिर प्रश्न गर्न पाउँछ। भनेको चाहिँ त्यहाँनिर चाहिँ के भयो भने त्यसलाई चाहिँ मोनिटरिङ एन्ड इभ्यालुएसन चाहिँ भएन कि। भनेको चाहिँ जुन चाहिँ योजनाहरू चाहिँ सरकार भनेको चाहिँ पार्लियामेन्टमा बसेर नीतिको रूपमा चाहिँ भनेको चाहिँ त्यहाँनिर चाहिँ कानुन सरह नै लागू गरेर चाहिँ कार्यान्वयन भएको भए चाहिँ योजनाहरू प्रभावकारी हुन्थे। मात्र सरकारले योजना बनाउने, बजेट बनाउनु भयो कसले? पार्लियामेन्टले, संसदले चाहिँ बजेट बनाउने। यस्तो सिस्टम भएर बाहिर रहेछ कि यस्तो सिस्टम चाहिँ हुने रहेछ कि। अब यसमा चाहिँ के हुनु पर्थ्यो भन्दाखेरि चाहिँ संसदमा चाहिँ कानुनको रूपमा चाहिँ योजनाहरू बनाउने भनेको चाहिँ जस्तै गरिबी निवारण भन्ने कुनै योजना बनाउनु पऱ्यो भने चाहिँ संसदले बनाउनु पऱ्यो। अनि त्यसरी चाहिँ कार्यान्वयन गर्दाखेरि चाहिँ संसदले मोनिटरिङ इभ्यालुएसन भनेको त जनताको के हुने हो? त्यो पार्लियामेन्ट भनेको त जननिर्वाचित थल हो। त्यहाँ जनताका चोइसहरू चाहिँ सुन्ने हुनुपर्छ। त्यहाँ भनेको सुन्छ। त्यो भएर चाहिँ के भएन भन्दाखेरि हाम्रो योजनाहरू चाहिँ त्यसरी भएको हुन्छ भन्ने कुरा एउटा चाहिँ यहाँनिर कन्सेप्ट चाहिँ भिजुअलाइज हुनु पऱ्यो। भनेको चाहिँ सरकारले चाहिँ योजना बनायो, सरकारले योजना बनाएर जति प्रभावकारी योजना बनायो त्यसको कार्यान्वयन एकदम राम्रो भयो अथवा त्यो कुनै पनि काम भएन भने त्यसलाई कुनै पनि निकायले अथवा त्यसमा चाहिँ मोनिटरिङ इभ्यालुएसन गर्ने कुरा भएन, न पुरस्कार भयो न दण्ड सजाय भयो। भनेको एउटा यो व्यवस्था हुनुले योजनाहरू के हुनु रहेछ? निर्माण भएर रहेछ। भनेको चाहिँ यसरी चाहिँ हाम्रो समस्या रहेछ भनेको यहाँनिर हुनु यो रहेछ एउटा समस्या। मेन समस्या यहाँनिर बुझ्नु पऱ्यो। अर्को के भयो भन्दाखेरि चाहिँ हाम्रो राष्ट्रिय योजना आयोगले दिएको भनेको एउटा मार्गदर्शन अर्को राष्ट्रिय विकास परिषद भनेर योजना आयोगले गरेका भनेको योजना आयोगले उसलाई चाहिँ नियन्त्रण गर्न राष्ट्रिय विकास परिषद भनेर एउटा चाहिँ छुट्टै रहेछ। त्यसले नै नियन्त्रण चाहिँ गर्दो रहेछ।
योजना आयोगले चाहिँ जुनसुकै योजना बनाउने भयो तर के गरिदिने भयो अर्थ मन्त्रालयले बजेट छैन भनिदिन्छ। योजना आयोगले चाहिँ राम्रै योजना बनाउँछ भनेको चाहिँ कम्बिनेसन भएन कि योजना आयोग र संसद अर्थ मन्त्रालय यिनीहरूबिच कम्बिनेसन नहुनाले के भयो योजनाहरू चाहिँ राम्रो बने। योजना आयोगको काम योजना बनाउनु भयो, संसदको काम बजेट मात्र पास गर्ने काम भयो, अर्को अर्थ मन्त्रालयसँग बजेटै छैन। हो यो हुनाले चाहिँ अलिकति योजना सम्बन्धी समस्या यहाँ रहेछ भन्ने कुरा बुझ्न पर्यो। अब अर्को कुरा के हुने रहेछ भन्दाखेरि चाहिँ अब यसलाई चाहिँ प्रभावकारी बनाउनलाई के गर्नु पर्थ्यो भन्दाखेरि योजना आयोगलाई चाहिँ भनेको चाहिँ संसदको नियन्त्रणमा लिने भनेको संसद भनेको जननिर्वाचित हो।